जीवनमा कहिले पनि मात्दिनँ। म एउटा पारिवारिक मान्छे हो। यो फिल्म अस्ति हामीले सञ्चार मन्त्रालयमा फिल्म जाँच समितिले उपसचिव लेभलका कर्मचारी महिलाहरू बसेर हेर्दा यति भावुक हुनुभयो, यति हाँस्नुभयो। फिल्म सिद्धिने तुरुन्तै लिऊ युनिभर्सल कस्तो राम्रो फिल्म बनाएको, केही कुनै कुराको असरै छैन। ढाकै युनिभर्सल पूर्ण पारिवारिक सबैले हेर्न मिल्ने। त्यसैले परिवारसहित बुवा आमा सहित जानुहोस्। यसले केही न केही तपाईँलाई मार्गनिर्देशन दिन्छ। आफूसँग भएको प्रतिभा छ भने त्यो बन्नका लागि प्रेरित गर्छ। खालि हामीले व्यवसाय मात्रै गरेका छैनौँ। पैसा भोलि कमाइएला नकमाइएला पुगिसक्यो, के खानु छ र, के लानु छ र, के गर्नु छ र, त्यो सिङ्गो किस्तो नै हामीले गर्नु। त्यसैले अब पैसाभन्दा पनि राम्रो काम गरौँ भन्ने मलाई जोस लागेको छ। यदि यहाँले साथीको बनेपामा हल भरियो कि कमेल हल छ, बनेपालाई कमेल बनाउनु भएको मेरो साथीले हल भयो र अर्को एउटा रमाइलो कुरा नि हलको कुरा निक्लिहाल्यो। म अरू मेरो सिन्धु पार्कमा भएको चाहे जमिन सबै हामीले बेच्यौँ। केही हल बन्दै गर्दैबाट सानो टुक्रो हल बन्दै यतापट्टि जग्गा बाँकी रहेछ। विदेशहरू साथीहरू हुन्थ्यो, लौ न जिन्दगी भनेर मसँग पैसा थिएन। अलिकति पैसा दिनेदेखि उहाँले पास गरिदिएको कसैले यहाँको लाल ऊर्जा पनि त त्यसरी म बनेर बासी गरियो भन्दै आगामी दिनमा ज्ञानकुञ्जका सबै भाइ बहिनीहरूले हलमा टनाटन छ अरे, स्वरहरू पनि हुनुहुन्छ अरे, उद्योग वाणिज्यसँगै पनि सबै हलहरू त हाउसफुल गर्दै अरे। लौ न भनेर सचिवजीले मलाई फोन गरेर दिन म क्यामेरा बोकेर, म कलाकार प्रेमले कार्तिक वर्षा र अब सन्दीप छेत्री सबै बोकेर तपाईँको प्रतिक्रिया लिन आउनेछु। मलाई बनेपाले माया गर्नै पर्छ, किनभने बनेपाको विषयमा मैले भनिसकेँ। हेरेर जस्तो लाग्छ त्यस्तै गर्नु लाग्छ। नराम्रो काम गरेकै छैन, नराम्रो काम गर्ने मलाई छुटै छैन। म गर्दिनँ पनि कहिले। राम्रो पनि गर्न सक्छु, त्यो भन्न सक्दिनँ, तर नराम्रो नगर्न म सक्छु। त्यस कारणले म नराम्रो कहिले पनि गर्दिनँ। हजुरहरूलाई रमाइलो लाग्नेछ। यति भन्दै यहाँबाट बिदा लिन चाहन्छु। फेरि पनि यो बनेपा जस्तो ऐतिहासिक सहरमा आएर यही चिज भन्न पाएँ। अलिकति चर्चामा छौँ हामी, धान भित्रिने बेला छ, विभिन्न ठाउँमा पुग्नु छ, पछि हल भित्र पनि आउला। सबैलाई ठुलो निम्तै भन्दै अब बनेपा चाँडोभन्दा चाँडो सबै बाटो बनिसक्दा कस्तो होला भने म त आएर पनौती गरेर चियासा खाएर फर्किन्छु, यहाँ पाण्डेश्वरी दर्शन गरेर फर्किन्छु। किनभने बाटो बन्न लाग्यो। जस्तो विकास भनेको यही हो। हामी विदेशमा देख्यौँ 6 लेन 4 लेन 5 लेनको बाटो, अब यहाँ सरर बन्दैछ। धुलियासम्म कति राम्रो बाटो बनेको छ। चाँडै यो बाटो निर्माण सम्पन्न होस् भन्ने कामना गर्दै यहाँ आउनुभएका मिडियाकर्मी साथीहरू हुनुहुन्छ भने, पत्रकारज्यूहरू हुनुहुन्छ भने सबैलाई म मुरी धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। र यहाँ सबैलाई पनि निन्दा गर्न चाहन्छु। वरिष्ठ कलाकारलाई, हजुरलाई पनि हजुरले हेरेर यसो हामीलाई आशीर्वाद दिनुभयो भने त्यो मलाई अवश्य लागेको छ भन्दै अब हाम्रो पवन कतिवटा जसलाई उपनाम मलाई मिल्दै भने जस्तै बाबा भन्ने गर्छौँ, विभिन्न सिरियलहरूमा खेल्नुहुन्छ। निर्माता पनि हो एउटा अरू सिनेमाको। यसमा मलाई साह्रै राम्रो भूमिका खेल्नु भएको छ मेरो साथी। म एक्चुअली उहाँलाई पनि शुभकामना दिँदा शब्दको लागि आह्वान गर्न चाहन्छु। त्यसै गरी हाम्रो कार्यकारी निर्माता निरज नेपाल